आयोग संसार हेरेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई स्वागत गर्न चाहन्छौँ। लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, सुरक्षा निकाय लगायत अन्य प्रतिस्पर्धात्मक परीक्षामा सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न उत्तर भाग 11 लिएर उपस्थित भएको छु। हिजो हामीले चाहिँ भाग 10मा चाहिँ 100 नम्बरसम्मको प्रश्न उत्तर सल्भ गरेका थियौँ भने आज हामी फेरि 1 देखि 10सम्मको प्रश्न उत्तर सल्भ गर्नेछौँ। विशेष गरी साथीहरूलाई के आग्रह गर्न चाहन्छु भन्दाखेरि हामीले जति पनि प्रश्न उत्तरहरू छलफल गरेका छौँ ती प्रश्न उत्तरहरूको चाहिँ नोट गर्नेको बानीको विकास गर्नुहोला, ताकि भोलि परीक्षामा तपाईँहरूलाई नै सजिलो होस् भन्दै ढिलो नगरिकन हामी प्रश्न उत्तरतिर लागौँ साथीहरू। र साथीहरू प्रश्न नम्बर 1 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। रिङले घेरिएको ग्रह कुन हो? रिङले घेरिएको ग्रह कुन हो? यसका अप्सनहरू रहेका छन् मङ्गल ग्रह, शुक्र ग्रह, अरुण ग्रह, शनि ग्रह। रिङले घेरिएको ग्रह कुन हो? यसको सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ शनि ग्रह। रिङले घेरिएको ग्रह चाहिँ शनि ग्रह हो। अब हामी प्रश्न नम्बर 2मा जाउँ साथीहरू। प्रश्न नम्बर 2 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला र सही एन्सर गेस गर्नुहोला। मरुभूमि नभएको महादेश कुन हो? मरुभूमि नभएको महादेश कुन हो? यसका अप्सनहरू रहेका छन् उत्तर अमेरिका, एसिया, युरोप, अफ्रिका। मरुभूमि नभएको महादेश कुन हो? सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ युरोप। मरुभूमि नभएको महादेश चाहिँ युरोप हो। युरोप महादेशमा चाहिँ मरुभूमि छैन है साथीहरू। अब हामी प्रश्न नम्बर 3मा आएका छौँ साथीहरू। प्रश्न नम्बर 3, ल साथीहरू प्रश्न नम्बर ल साथीहरू प्रश्न नम्बर हामी 3मा आएका छौँ, कृपया ध्यान दिएर हेर्नुहोला। प्रश्न नम्बर 3 स्क्रिनमा आइसकेको छ। सबैभन्दा ठुलो महासागर कुन हो? सबैभन्दा ठुलो महासागर कुन हो? यसका अप्सनहरू रहेका छन् प्रशान्त महासागर, आन्ध्र महासागर, कुमेरु महासागर, सुमेरु महासागर। सही एन्सर गेस गर्नुहोला। विशेष गरी साथीहरूलाई चाहिँ म के आग्रह गर्न चाहन्छु भन्दाखेरि तपाईँहरूले भिडियो हेर्नुहुन्छ छोड्नुहुन्छ, तपाईँहरू हामीसँग जोडिनुहुन्न। यस्तो भयो भने चाहिँ हामीलाई पनि भिडियो बनाउन चाहिँ अलिकति अल्छी लाग्छ साथीहरू। त्यही भएर हाम्रो हौसलाको लागि भए पनि तपाईँहरूले चाहिँ भिडियोलाई चाहिँ लाइक सेयर गर्नुहोला र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। अनि पेजबाट फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई पनि फलो गर्नुहोला। टिकटकबाट, युट्युबबाट तपाईँहरू जहाँबाट हेर्नु भएको छ तिनटै ठाउँमा जोडिनु होला साथीहरू। त्यो गर्नु भने चाहिँ हामीलाई पनि हौसला मिल्छ क्या, होइन? अन्त हामीलाई नि अल्छी लाग्छ नि त साथीहरू, होइन? यसको सही एन्सर रहेको छ प्रशान्त महासागर है साथीहरू। अब हामी प्रश्न नम्बर 4मा जाउँ साथीहरू। प्रश्न नम्बर 4 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। खुकुरीका लागि प्रसिद्ध जिल्ला कुन हो? खुकुरीका लागि प्रसिद्ध जिल्ला कुन हो? अप्सनहरू रहेका छन् धादिङ, सङ्खुवासभा, पाँचथर, भोजपुर। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ भोजपुर है साथीहरू। खुकुरीका लागि चाहिँ प्रसिद्ध स्थान चाहिँ
भोजपुर हो। ल साथीहरू, प्रश्न नम्बर 5 मा आएका छौँ अब हामी। प्रश्न नम्बर 5 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। कञ्चनजङ्घा हिमाल कुन जिल्लामा रहेको छ? कञ्चनजङ्घा हिमाल कुन जिल्लामा रहेको छ? यसको एन्सर अप्सनहरू रहेका छन्: सोलुखुम्बु, ओखलढुङ्गा, ताप्लेजुङ, इलाम। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ ताप्लेजुङमा रहेको छ है साथीहरू। यो पूर्वदेखि पश्चिमसम्मको हिमालको क्रमहरू चाहिँ धेरै परीक्षामा सोधिरहेको छ साथीहरू। त्योहरू तपाईँहरूले याद गर्नुहोला। कञ्चनजङ्घा, कुम्भकर्ण, लोसे होइन, यस्तोहरू चाहिँ याद गर्नुहोला। यो चाहिँ लेभल 2 को प्रश्न हो, सोधिरहेको छ है साथीहरू प्रश्न चाहिँ। ल अब हामी प्रश्न नम्बर 6 मा जाउँ साथीहरू। प्रश्न नम्बर 6 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। सरस्वती नाच कुन जातमा प्रचलित नाच हो साथीहरू? यसको अप्सनहरू रहेका छन्: तामाङ, नेवार, राई, शेर्पा। सही एन्सर गेस गर्नुहोला। सरस्वती नाच चाहिँ कुन जातिमा प्रचलित नाच हो? यसको सही एन्सर रहेको छ तामाङ। तामाङमा चाहिँ सरस्वती नाच प्रचलनमा रहेको छ है साथीहरू। अनि साथीहरू, विशेष गरी यो तपाईँहरूलाई फेरि पनि आग्रह गर्न चाहे, हामीले जति पनि प्रश्न उत्तरहरू छलफल गरिरहेका छौँ, ती प्रश्न उत्तरहरूको चाहिँ नोट गर्ने बानीको विकास गर्नुहोला, ताकि तपाईँहरूको दिमागमा पनि छिटो याद हुन्छ र परीक्षामा पनि तपाईँहरूले यदि बिर्सिनु भएको छ भने पनि सर्टकट नोट बनाएर राख्नुहोला। त्यहाँबाट तपाईँहरूले सजिलैसँग हेरेर प्रश्नलाई चाहिँ क्र्याक गर्न सक्नुहुन्छ है साथीहरू। अब हामी प्रश्न नम्बर 7 मा जाउँ साथीहरू। ल, जनसङ्ख्याबाट प्रश्न रहेको छ साथीहरू। राष्ट्रिय जनगणना 2078 अनुसार जनघनत्व कति रहेको छ? यसको अप्सनहरू रहेका छन्: 196, 197, 198, 195। सही एन्सर गेस गर्नुहोला। साथीहरूलाई मैले फेरि पनि आग्रह गर्न चाहेँ, तपाईँहरू यदि फेसबुकबाट जोडिनु भएको छ भने फेसबुकलाई तपाईँले भिडियो हेर्नुभन्दा अगाडि नै फलो गर्नुहोला, किनभने बिर्सिन सक्छु। यदि टिकटकबाट हेर्नु भएको छ भने युट्युब र फेसबुक दुवै ठाउँमा गएर चाहिँ आयोग संसार भनेर तपाईँले सर्च गर्नुहोला, सुरुमै आउँछ, त्यसलाई चाहिँ तपाईँले फलो गर्नुहोला। अनि यदि तपाईँहरू फेसबुक युट्युबबाट हेर्दै हुन्छ भने टिकटकमा गएर चाहिँ आयोग संसार भनेर सर्च गर्नुहोला र त्यहाँबाट हामीसँग जोडिनुहोला है साथीहरू। तपाईँहरू जति फलो गर्न कन्जुसाइ गर्नुहुन्छ नि तपाईँहरू त्यति पछि पर्नुहुन्छ है साथीहरू। यसको सही एन्सर रहेको छ 198 है साथीहरू। यसको सही एन्सर चाहिँ 198 रहेको छ है साथीहरू। अब हामी प्रश्न नम्बर 8 मा आएका छौँ साथीहरू। ल साथीहरू, यो प्रश्न चाहिँ साहित्यबाट रहेको छ है, एकदम तपाईँहरूले सुनिरहनु भएको, देखिरहनु भएको यो प्रश्न हो, त्यही भएर यो प्रश्न पनि तपाईँहरूले मिलाउनु होला। प्रश्न नम्बर 8 मा के भनेको छ भने, घुम्ने मेचमाथि अन्धो मान्छे कृतिका लेखक को हुन्?
यसका अप्सनहरू रहेका छन् गोपाल प्रसाद रिमाल, बालकृष्ण सम, पारसमणि प्रधान, भोपी शेरसन। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ भोपी शेरसन है साथीहरू। यो एकदम प्रचलित क्वेसन हो। तपाईँहरूले यस्ता यस्ता क्वेसनहरू चाहिँ भिभिआइपी भनेर चाहिँ नोटमा टिप्नु होला। ल अब हामी प्रश्न नम्बर 9 मा आएका छौँ है साथीहरू। ल साथीहरू, प्रश्न नम्बर 9 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। प्लान होलिडे भन्नाले के बुझिन्छ? प्लान होलिडे भन्नाले के बुझिन्छ? यसको सही एन्सर गेस गर्नुहोला। यसका अप्सनहरू रहेका छन् योजनाको उत्कृष्ट चरण, योजनाविहीन वर्ष, योजना राम्रोसँग कार्यान्वयन भएको वर्ष, योजना तहस नहस भएको वर्ष। सही एन्सर गेस गर्नुहोला। प्लान होलिडे भन्नाले के बुझिन्छ? यसको सही एन्सर रहेको छ योजनाविहीन वर्ष है साथीहरू। नेपालमा चाहिँ अहिलेसम्म 2 चोटि, मलाई जहाँसम्म लाग्छ 2 चोटि चाहिँ प्लान होलिडे चाहिँ भएको छ। एकचोटि 2018, अर्को 2048मा जस्तो लागेको छ है साथीहरू। म कन्फ्युज भएँ त्यसमा चाहिँ। 18 कन्फर्म हो, 2048 अर्को चाहिँ है साथीहरू। 48 जस्तो लागेको छ। म यो खोजेर भोलि तपाईँहरूलाई भोलिको भिडियोमा प्रस्तुत गर्छु है साथीहरू। अब हामी प्रश्न नम्बर 10, आजको अन्तिम प्रश्न, लास्ट प्रश्नमा आएका छौँ है साथीहरू। ल साथीहरू, प्रश्न नम्बर 10 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला र यो प्रश्न चाहिँ मिलाउनु होला है साथीहरू। शाह वंशका पहिलो राजा को हुन्? शाह वंशका पहिलो राजा को हुन्? यसका अप्सनहरू रहेका छन् कुलमण्डल खान, पृथ्वीनारायण शाह, महेन्द्र शाह, त्रिभुवन शाह। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ कुलमण्डल खान है साथीहरू। शाह वंशको पहिलो राजा चाहिँ कुलमण्डल खान हुन् भने अन्तिम राजा चाहिँ ज्ञानेन्द्र शाह है साथीहरू। र साथीहरू, आजको हाम्रो प्रश्न चाहिँ 10 सम्म रहेको छ। भिडियो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा राखिदिनु होला। र विशेष गरी यो भिडियो जहाँबाट हेर्नुभएको छ, कहाँबाट हेर्नुभएको छ, तपाईँले त्यो पनि कमेन्ट गरिदिनु होला, ताकि हामीले पनि थाहा पाऊँ हाम्रो भिडियो चाहिँ कहाँ कहाँबाट हेर्नु हुँदो रहेछ, को साथीहरूले फाइदा लिनुभएको छ भन्ने कुरा थाहा पाऊँ होइन। अनि त्यसै गरी तपाईँहरूको अन्य प्रतिस्पर्धी साथीहरूलाई पनि यो भिडियो सेयर गरिदिनु होला। अनि साथीहरूले अझ विशेष गरी चाहिँ आफ्नो वालमा सेयर गरेर राख्नु होला, किनभने तपाईँहरूले नोट गर्न भ्याउनु भएको हुँदैन। अनि नोट गर्न नभ्याइसकेपछि परीक्षाको समयमा यो भिडियो खोजिराख्न पनि समय लाग्छ। त्यो भएर आफ्नो वालमा सेयर गरेर राख्नुभयो भने चाहिँ तपाईँहरू सजिलैसँग हेर्न सक्नुहुनेछ भन्दै तपाईँहरूले अन्तिमसम्म भिडियो हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। तपाईँको दिन शुभ बितोस्। हस्, थ्याङ्क यू।